यस्तो कनिकेदार घिउ मन नपर्ने त कमै हुनुहुन्छ होला। आउने है त बटरबाट सँगै यस्तो घिउ बनाउन सिकौँ। जापान आएदेखि मैले यस्तो राम्रो घिउ कति खोजेँ के पाउँदै पाएन। पछि पछि चाहिँ नि बटरबाट हुन्छ भन्ने थाहा पाएर नि आफै गर्न लाएँ। मैले चाहिँ नि अनसाल्टेड भन्दा नि साल्टेड बटरबाट बनाउँछ है। कतिजनाले अनसाल्टेडबाट बनाउनुहुन्छ। मैले पनि 2-3 चोटि बनाएँ। यस्तो मेरो घिउ नै बिग्रियो कि त्यही भएर म चाहिँ नि धेरै जस्तो साल्टेडवाला युज गर्छु। साल्टेडवाला भए पनि लास्टमा चाहिँ नि त्यो पिलाउनीसँग जान्छ कि घिउलाई मजाले उमाल्ने। यो चाहिँ नि मेरो हुन लागिसकेछ। यस्तरी उम्लिन्छ कि लास्टमा उम्ले पनि लास्टमा हल्का ब्राउन ब्राउन देखेपछि चाहिँ नि बन्द गर्छु मैले ग्यास, किनभने त्यो राम्रोसँग खरिँदैन नि त। रेडी हुन लागिसकेछ हेर्नु है त। यस्तो राम्रो बन्छ नि। मैले चाहिँ अनसाल्टेडै युज गर्छु। कतिजनाले अनसाल्टेड युज गर्नुहुन्छ मलाई कमेन्ट गर्नु है त। यस्तो राम्रो भएको छ कि घिउ हेर्नु है त। यस्तो कनिका परेछ। यो जम्दैछ है, भर्खर जम्दै हो। ट्राई गर्नु है त।